गुड मर्निङ सबैजनालाई। यो चाहिँ मर्निङको भ्यू। अब हामी चाहिँ आजको दिन चाहिँ कसरी सुरुवात गर्दैछौँ, कसरी दिन सकिन्छ भन्ने कुरा चाहिँ यो भिडियोमा देखिन्छ। गुड मर्निङ एभ्रिवान। कस्तो राम्रो भ्यू छ है आज बिहानको, एकदम चुम्बेश्वरी भ्यू छ है हाम्रो। घाम, फुल, अनि त्यसपछि चराहरूको आवाज, स्पेसली त्यो कागको आवाज पनि मिठो लागेछ यसमा चाहिँ। हेर्नु त साथीहरू, म मर्निङको यस्तो राम्रो भ्यू हेर्दै हस्पिटल आएँ। यो चाहिँ मैले इन्टर्न गर्ने हस्पिटल, मणिपाल टिचिङ हस्पिटल। हामी चाहिँ यहाँ 8 जना छौँ इन्टर्न गर्ने, पोखरा युनिभर्सिटीबाट आएको। आजको मर्निङको भ्यू त एकदम राम्रो थियो, कुरै नगरौँ, बादल, घाम, त्यही माथि चरा उड्दिरहेछ। अनि त्यो चाहिँ हामी खाजा खान बस्ने चौर, शुक्रबार चटपट खाने चौर। अब हामी ल्याबभित्र आइसक्यौँ। आइसकेपछि यो चाहिँ मेसिनहरू, यसबाटै पिटिआइएनआर गरिन्छ नर्मल्ली। अनि त्यसपछि यस्तो घुमिरहेको, यस्तो रमाइलो मानेर हेरिरहेको थियौँ है। अनि हेर्दा हेर्दै के कुराको याद आयो भन्दा यो चाहिँ सिबिसीवाला मेसिन है। यस्तो लुकेर चाहिँ फोटो पनि खिचिदिएको कि फेरि। अनि त्यस यस्तो हिँडिरहेको देख्दा चाहिँ के मन लाग्यो भन्दाखेरि यो मेसिन त घुम्या भने हामी किन घुम्ने भनेर त्यही बेला चाहिँ फटफटवाला एउटा प्लानिङ बन्यो। हामी घुम्न जाने भनेपछि त पेट्रोल चाहिहाल्यो स्कुटरलाई। त्यसपछि हामी सबजना 6 जना भएर गयौँ। 2 जना चाहिँ आएनन् है, तिनीहरूको चाहिँ स्पेसल काम पर्यो, त्यही भएर घुम्न जाने भनेपछि त केही खाना परिहाल्यो, यो पेटलाई चाहिहाल्यो हैन। अनि त्यसपछि यस्तो खाना किन्यौँ। हामी चाहिँ हाम्रो अनिसाको घरतिर जाने बाटोबाट जाँदैछौँ। अनि त्यसपछि यो चाहिँ बाटो चाहिँ पछाडि 2 जना चाहिँ हामी पछाडि छौँ, अगाडि 2 जना छौँ, पछाडि 4 जना दुईटा स्कुलमा। यस्तो रमाइलो हुँदै थियो। यस्तो रमाइलो चाहिँ बिच थियो, त्यो ठाउँमा चाहिँ अफरोड बाटो थियो। यस्तै गयौँ है हामी चाहिँ, यस्तो दामी रमाइलो। हामी बाहिर यस्तो भ्युजहरू हेर्दै गयौँ। कतिखेर हामीले उसिन्ने, कति कृपा चाहिँ पछाडि नै छन् है, त्यति चाहिँ अगाडि आउन सके छैनन् है। ओ माई गड, नभन्दै कृपा त अगाडि गइसकिछन् नि। यो चाहिँ यस्तो राम्रो तोरीबारी थियो। त्यहाँ एउटा फर्म पनि थियो, बाख्रा फर्म कि के भयो फर्म थियो। हामी त्यहाँबाट अगाडि लाग्यौँ। हामी अब चाहिँ पुग्दैछौँ आरवा भन्ने ठाउँमा। त्यहाँबाट माथि निस्किसक्यौँ। माथि निस्किसकेर अब हामी चाहिँ फुलहरू देखिँदैछौँ है भनेर एकदम रमाइलो एक्साइटेड भइरहेको थिएँ। यो चाहिँ हाम्रो डेस्टिनेसन आयो। एकदम राम्रो ठाउँ थियो, हेरिराखौँ जस्तो ठाउँ थियो है। पुरै नगरम, रातै थियो डाँडाभरि नै। यो चाहिँ त्यहाँ एउटा मन्दिर पनि थियो है। यस्तो राम्रो ठाउँ थियो, कुरा न कुरा। अब हामी चाहिँ सबै मिलेर एउटा यस्तोवाला पोज गरौँ न भनेर हात औँला जति जोड्यौँ है। तर मिल्दै नमिलेर कुरा नगरौँ। त्यसपछि अहिले भिडियो पनि खिचिहालौँ न, अन्त अनिसा यहाँ छुटिन् कि। अनि एउटा पोज पनि खिचिदिइहालौँ न भनेर फेरि यस्तो गरौँ न फुल लिएर भनेको। त्यो चाहिँ भाँचेर फालेको फुल थियो है, फेरि हामीले टिपेको होइन नि, फुल फालेर सकेको रहेछ। अनि यस्तो पोज सिकिहालौँ न त भनेर मैले भाइ बहिनीलाई सिकाउँदै थिएँ। घुमिसकेपछि त भोक लाग्यो हामीलाई। हामी चाहिँ कसैले फोटो खिच्दैछन्, हामी चाहिँ खाना सुरु गरिहाल्यौँ है। सब यो क्यामेराम्यान चाहिँ अनिसा, थ्याङ्क यू अनिसा, यस्तो दामी फोटो खिच्नको लागि। आज पर्यो अनि हामी घर फर्क्यौँ। थ्याङ्क यू। यति राति भइसक्यो। यो ठाउँ चाहिँ जान मन नै थिएन, तर पनि आनु पर्यो। तर पोखराको भ्याली यस्तो दामी देखिया थियो। बाई बाई एभ्रिवान।